नमस्कार सम्पूर्ण दर्शक महानुभावहरूमा हार्दिक स्वागत पनि छ। आज तपाईहरु माझ नयाँ भिडियो लिएर आएको छु। गन्याबधुरा गाउँपालिकाद्वारा निर्माण गरिएको 10 शैय्या अस्पताल जुन चाहिँ रुद्रावती कालिका एसकेजेभी को ठेक्का सम्झौता भएको थियो, सो कन्स्ट्रक्सन कम्पनीले चाहिँ आज निर्माण कार्य सम्पन्न गरेर गन्याबधुरा गाउँपालिकालाई चाहिँ हस्तान्तरण गर्ने कार्यक्रम रहेको थियो। गन्याबधुरा गाउँपालिकामा 10 शैय्याको आधारभूत अस्पताल सञ्चालनको लागि भवन निर्माण कार्य सम्पन्न भएको छ। एक स्थानीय तह एक आधारभूत अस्पताल निर्माण गर्ने सरकारको योजना अन्तर्गत गन्याबधुरा गाउँपालिकामा अस्पताल सञ्चालनका लागि भवन निर्माण भई 2080 साल भाद्र 27 गते गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर कार्कीले शिलान्यास गरेको अस्पताल 2082 पौषमा सम्पन्न भएको हो। 14 करोड 76 लाख रुपैयाँको लागतमा 10 शैय्याको आधारभूत अस्पतालको निर्माण कार्य सम्पन्न भएको छ। करिब 3 वर्षमा निर्माण सम्पन्न गर्ने गरी 2079 सालमा निर्माण व्यवसायीसँग ठेक्का सम्झौता भएको थियो। यो अस्पताल सञ्चालनमा आएपछि पालिकाका स्थानीयले अस्पतालबाट पाइने सेवा पालिकामै पाउने भएका छन्। गाउँपालिका सदरमुकाम बडाल नजिकै अस्पताल भवन निर्माण गरिएको छ। अस्पताल सञ्चालनमा आए ग्रामीण बस्तीका स्थानीयहरूले उपचार एवं परामर्शका लागि जिल्ला सदरमुकाम जानुपर्ने बाध्यताको अन्त्य हुने गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर कार्कीले बताएका छन्। धन्यवाद सम्पूर्ण चाहिँ गन्याबधुरा गाउँपालिकाका सम्पूर्ण चाहिँ बासिन्दा आमा बुवा दाजुभाइ दिदीबहिनीलाई धन्यवाद छ। यो गन्याबधुरा अस्पताल आज हामीले यसको चाबी दिएका छौँ र यो चाँडै चाहिँ एकदम सञ्चालनमा हुन्छ। हामी विशेषज्ञ डाक्टरको सुविधा पनि तत्काल अब हामी भ्याकेन्सी अनाउन्स गर्छौँ र डाक्टर सुविधा पनि यही अस्पतालबाट अब सुरु हुन्छ। वास्तवमा यो कार्यलाई एकदम द्रुत गतिका साथ सञ्चालन गर्नका लागि अहम भूमिका निर्वाह गर्ने सम्पूर्ण गन्याबधुरावासी दाजुभाइ दिदीबहिनीहरू र यो चाहिँ कन्स्ट्रक्सन कम्पनी यो हाम्रो चाहिँ यहाँको चाहिँ सन्तोष खड्काज्यू लगायत उहाँको सम्पूर्ण टिम र यहाँको चाहिँ स्थानीय स्रोत सामग्री दिनुहुने सबै गन्याबधुरावासी आमा बाबु दाजुभाइ दिदीबहिनीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र हामी वास्तवमै चाहिँ यही अस्पतालबाट अबका दिनमा कम्तीमा हाम्रा गन्याबधुराका नागरिकले यहीँबाट सुविधा पाउन्। जिल्ला या तराईतिर जानुपर्ने अवस्था बिस्तारै चाहिँ यो चाहिँ अलिकति कम हुनेमा पनि हामी विश्वस्त छौँ र हामीलाई विश्वास छ यो अस्पताल एकदमै पर्फेक्टली चाहिँ यो एकदमै राम्रो यसको चाहिँ गुणस्तर लगायत सबै कुरा राम्रोसँग बनेको कुरामा हामी विश्वस्त छौँ र समयमै सायदै कम चाहिँ अस्पताल बनेको होला र त्यसमध्ये गन्याबधुरा अस्पताल समयमा चाहिँ सम्पन्न भएको छ। यसका लागि हामी सबै चाहिँ खुसी छौँ र त्यो दिन अझ खुसी हुनेछु जुन दिन चाहिँ हाम्रा दाजुभाइ दिदीबहिनीहरूले यो अस्पतालबाट साँच्चै सेवा सुविधा पाए, यहाँबाट औषधि उपचार गरेर चाहिँ निको भएर आफ्ना घरमा फर्किए, त्यो दिन चाहिँ साँच्चै चाहिँ हामीले अस्पताल चाहिँ निर्माण गरेको चाहिँ पुष्टि त्यो दिन हुन्छ। धन्यवाद, नमस्कार। र चाहिँ डडेलधुरा जिल्लामा चाहिँ सबभन्दा अन्य पालिकाभन्दा चाहिँ नि सबभन्दा पछि चाहिँ टेन्डर भएको थियो र हामीले चाहिँ समयमै सिद्धाउनलाई सफल भयौँ। त्यसमा चाहिँ सबै पालिकाको चाहिँ नि अब स्थानीय साधन स्रोतहरू चाहिँ नि चाहिँ सबै पालिकाको चाहिँ 1 नम्बरदेखि 5 नम्बर वडाले पनि सहयोग गरे र स्थानीयहरूको सबैको सहयोगले चाहिँ हामी चाहिँ समयमा चाहिँ सम्पन्न गर्न चाहिँ सफल भयौँ।